सम्पूर्णमा जय मसी म खेम मगर बारब्बा मारिनै पर्ने मानिस थियो र पिलातसलाई पनि थाहा थियो बारब्बा मारिँदैछ भन्ने कुरा। बारब्बाले दण्ड पाउँदैछ भन्ने कुरा पिलातसलाई थाहा थियो, तर येशूको खातिर बारब्बा बाँचेको छ। हो, यसैलाई भनिन्छ सच्चा क्षमा, जुन चाहिँ बारब्बा मर्नु आँटेको थियो, तर येशूको खातिर बारब्बा मर्नु आँटेको समयबाट पनि बारब्बा बाँचेको छ। हो, यसैलाई भनिन्छ सच्चा क्षमा। आज तपाईँ र म पनि हौ अहिलेका बारब्बाहरू, जुन चाहिँ हामीले चाहिँ सित्तैमा येशू प्रभुबाट हामीले चाहिँ क्षमा पायौँ। सित्तैमा हामीले चाहिँ येशू प्रभुबाट क्षमा पायौँ। येशूलाई नदेखिकन हामीले सित्तैमा परमेश्वरबाट हामीले क्षमा पायौँ। र बारब्बाले चाहिँ परमेश्वरलाई देखेर बारब्बाले चाहिँ क्षमा पायो भने तपाईँ र मैले चाहिँ नदेखिकन परमेश्वरबाट हामीले हाम्रो गल्ती पाप परमेश्वरले क्षमा गर्नुभयो। परमेश्वरले यहाँ सम्पूर्णलाई आशिष अनुग्रह सबैलाई जय मसीह।